Hey guys, welcome back to my new vlog. आज धेरै दिनपछि धेरै लामो समयपछि चाहिँ मैले आज भिडियो बनाउँदैछु। म यता जाजरकोटतिर आछु। जाजरकोटतिर आइसकेपछि चाहिँ यो वातावरणले चाहिँ मलाई भिडियो बना भन्न लाग्यो। त्यसपछि मैले चाहिँ भिडियो बनाउँदैछु आज। के गर्छु हुन्छ भिडियो चाहिँ लास्टसम्म हेर्नु होला हैन। आहा पानी हेर न, ठन्डा ठन्डा कुल कुल। ढुङ्गा त चिप्लो चिप्लो रहेछ यार। वरिपरि पाहाड बिचमा हामी छौँ। त्यसै छेउमा खोला बगिरहेछ सर उता। पाहाड भनेपछि अलि हिँड्न गाह्रो। अनि त्यसपछि अटो सबै मजा आयो यार। खोला नजिकै जतिखेरि नुहाए नि भयो, कपडा धोए नि भयो, आनन्द छ। अनि त्यसपछि यहाँ मेरो बुझेर कस्तो आनन्द आउँछ के है हेर्न क्या दामी देखिन्छ यहाँ सिन। म फेरि त्यो मोडभन्दा पारी राखेन। हरियाली हुँदैछ भर्खर भर्खर। पानी परेपछि हरियो देखिने हुन्छ। अहिले चाहिँ हामी यो खोलाभन्दा माथिको चौरमा आएको छौँ म र भाइ। यो दृश्य हेर्न सक्नुहुन्छ हुन्छ। यहाँको दृश्य दामी दामी, ठन्डा ठन्डा कुल कुल छ। अहिले कोलपुरतिर भागेर पसिना छुट्न लाग्यो होइन। पसिना कोलपुरतिर भइदियो अहिलेदेखि गर्मी भएर साँझ 10-11 बजीसम्म गर्मी। त्योभन्दा पाहाडतिर आऊ गर्मीको सिजनमा। पाहाडतिर आउने चिलपालाले बस्ने काम धन्दा नि मस्त हुँदो रहेछ यतातिर। काम त के चलिरहेको हुन्छ फेरि। काम त भन्नै छैन यहाँ माथि डाँडा। नानीहरूतिर उस्तै भिडियो नर्मल भिडियो बनाइदिउँ। हेलो गाइज। ठ्याक्क यो सिन हेर्दाखेरि चाहिँ हलिउड फिल्ममा त्यो खोलाहरूमा जाँच आएको जस्तो देखिन्छ नि एउटा मोड, त्यस्तै देखिन्छ यो ठ्याक्क यो कुनामा। या चप्पलै फुस्क्यो त, चप्पलै फुस्क्यो है। पर घट्टो जस्तो छ, घट्टो उयो होइन खै। के यहाँनिर पच्या रहेछ। हुन त ढुङ्गा होला नि। अनि यहाँ हामी यति माथि छौँ, खोला त्यति तल छ। खोला नि क्या मस्त सुसाउँछ यार, मजा आउँछ है। बिहानको रमाइलो दृश्य भनौँ कि चढाहरू अलग्गै ट्याट्या गरिरहेछन् होइन। खोला नाला यस्तो मजाले आवाज गरिरहेछ। मेडिटेसन गर्नलाई वातावरणले चिसो हावा दिइरहेछ। झन् पर के जाउँ त्यहाँ जाउँ जाने हो। अब यत्रो तल, अब यति तल जानुपर्छ। कति गइरह्यो यार हेर्नु। बर्खा महिनामा पानी आएपछि यहाँसम्म आउँछ होला। अब धक्का यत्रो यो पारी खोला नि, त्यहाँबाट पनि पानी आउने हो, यहाँबाट पनि आउने हो। कि ढुङ्गामा पहिरो आइकन त यो आयो भने ढुङ्गा यतिमा नत्र पहिला यहाँ खेती गर्छ। ठ्याक्क यो फिल्महरूमा हेर्छौँ त हामी सिन त्यस्तै कम खतरा हेर्ने ढुङ्गाहरू राख्छ है। तर नेपालमा यस्तो यस्तो ठाउँमा फिल्महरू बनाउँदैन अनि यस्तो यस्तो ठाउँमा फिल्म बनाएर सिन पनि खतरनाक आउँथ्यो होला यार। फिल्म सिन नभएको फिल्म हेर्नु नपाएन। मेरो भ्लग हेर्नु, मेरो भ्लगमा सबै देखिन्छ।
त्यो पारीको सानोदेखि नै घट्ट त्यहाँ मान्छे पिसाउने आएको छ नि क्या यो त केही पनि होइन अहिले म यस्तो खतरनाक चिज देखाउँछु अहिले हामी घरदेखि टाढा आएको छौँ होइन पानीबाट चल्ने मिल यस्तो बबाल पानी पनि यस्तो चिसो यार मैले हिजो त्यहाँ नुहाएको आमामा आनन्द भनेको त त्यहाँ छ कि मजाको होइन यहाँ नुहाउनलाई पनि गयो हेर्छ यहाँ आउनुपर्छ क्या अलि नुहाउन दिउँसो त्यहाँभन्दा त यहीँ सदा हो कि नै यो त धेरै मान्छे नुहाउन आउँदैन नि त तर अलि यहाँ सानो छ यहाँ सानो छ आमामा बाटो हेर यो भिडियो अलि लामै हुनसक्छ केही नभए भने म यो भिडियो एक घन्टा 2 घन्टाको वाइ बनाउँछु होला भिडियो नहालेको नि धेरै भइसक्यो जस्तो डकुमेन्ट्री हुन्छ नि त्यस्तो टाइपको भिडियो बनाएर हाल्छु होला हेर्नु न कम छ त्यो त्यहाँ आनन्द आउँछ हेर निरायो शान्त होइन घट्ट बान्दा त्यो घट्टामा पानी कहाँबाट लिन्छ त्यो पाइप जोड्याएर खोलाबाट पाइप त जोड्याएको छ नि त पर घट्टा मान्छे होइन दाउरा काट्न आएको मान्छे नि क्या जतातिर बस्यो उतैतिरको लोकल भाषा हामी बोलिहाल्छौँ हामी यो कुरामा चाहिँ पर्फेक्ट छौँ है तराई मिक्स छ पहाड आयो पहाड मिक्स छ कोही बाहिर उता पूर्वबाट आयो भने दुइटै मिक्स छ तर अलि बाहिरबाट आउँदाखेरि चाहिँ यो अलि पहाडी भागको भाषा र तराई भागको भाषा मिक्स भएर चाहिँ बोल्न जिब्रो अड्किन्छ क्या बेला बेला गाह्रो हुन्छ क्या हो भन्दा गाह्रो छ क्या उसलाई आमा ढुङ्गा हेर न हाम्रो देश चाहिँ गरिब छैन यार हामी पो गरिब हो र नेचुरलले यस्तो दिइरह होइन हेर्नु यहाँबाट अब उता अघि हामी आएको त्यो परतिर त्यो खोलाबाट आएको त्यही तलदेखि आएको ढुङ्गामाथि पनि चढ्न सकिन्छ अहिले चढ्ने त माथि छौँ जाउँ न ट्राई हानौँ ढुङ्गामाथि गएर हामी चाहिँ घुमेछौँ आज बिहानबाट होइन अब कति बेला यात्रा सफल हुन्छ मिलतिर पनि कोही आइगयो होला नि बिहानै आउँछन् मिलतिर आएपछि पस्छन् यहाँ एउटा फुल देखियो यो त औषधि हो नि खै त यो के हो मैले भिडियोमा देखिया फुल हो ए फुल हो फुल हो यो तर बर्खा महिनामा यहाँ दामी देखिन्छ होला यार यहाँ हरियो भयो भने यति बबाल देखिन्छ नि म तँलाई भिडियो देखाउन मैले बनाइहाल्यो यस्तो मजाको छ पुरा डाँडा काँडा कति छ कति म चाहिँ यो ठुलो ढुङ्गामा चढ्छु कस्तो देखिन्छ हिँड्न सजिलो भनेको यहाँ मात्रै हो माथि जाँदाखेरि त पुरा यस्तो ठाडै उकालो चढ्नुपर्छ खुट्टा हात दुखेर सास फुलेर हैरान यो के रहेछ हो कलाइबाट चढिरहेछ माथि सक्छु त म सक्छु त मोबाइल समात्ने कि
कस्तो बवाल कहिले फाले यत्रो ढुङ्गो कहाँबाट आयो होला यार यार कहाँदेखि आयो ढुङ्गो यार यति ठुलो ढुङ्गो हो नि यहाँभित्र त घरै बन्छ अनि यसलाई खोताले भन्छ यार म चढ्दैछु ठाडो ढुङ्गामा चढ्दैछ म त यहाँ माथि पुगिसकेँ ढुङ्गै चढ्न गाह्रो हुने मान्छेलाई ढुङ्गा चढिरहेको छु म सक्दिनँ कि अब म त सक्छ हिम्मत हार्नुहुन्न त्यो दोरी नउड सर्रक्क माथि सुपरम्यान इमा टेक्न इ हान त दुला हान त त्यहाँ म हात गर्नु पास हो गयो बेटो अब माथि चढ्नु पऱ्यो डर लाग्दछ यार कस्तो ढुङ्गो छ यार यो यार म पढाइ मिनिस्टर भएपछि म जाजरकोटलाई क्यापिटल सिटीबाट आउँछु यहाँबाट हेर्नु क मजा भ्यू देखिन्छ आहा यहाँ हेर्न हो क्या कोही चाकमा गिर पऱ्यो आउने पौडी खेल्न आयो मान्छे पौडी खेल्न आयो काम एकछिन बस्यो माया ढुक्क आनन्द लुट्यो ढुङ्गा पनि यो कमको हो कि यो ढुङ्गो यार हेर्न यत्रो ढुङ्गा माथि आएको यार यहाँ हेर्न सक्नुहुन्छ थाकेर मान्छे यसरी बसिरह भुँडी देखाएर यहाँ माथि बसेर मेडिटेसन गऱ्यो भने कस्तो आनन्द आउँछ ओम शान्ति यो ठाउँ चाहिँ यो ठाउँको पानी चाहिँ मिलको लागि जान्छ माथि मिलमा अहिले गएर म मिल पनि देखाउँछु कसरी मिल चल्छ पानीबाट हेर्नु सक्नुहुन्छ होइन यो चाहिँ अब मिलको लागि हालेको कुलो हो फेरि यो डोजर लगाएर बनाएको हो डोजर लगाएर एकचोटि 50,000 एकचोटि 1 लाख रुपियाँ लाग्यो अझै पनि पानी रोकथाम चाहिँ सबक्क हामीले पार्न सकेको छैन पानी त अझै पनि यताबाट बगिरहेको यो हेर्न यो कुलो हेर्न सक्नुहुन्छ पानी यता नआओस् भनेर त्यो बनाएको बाँड भन्छ के भन्छ त्यसलाई बाँडै भन्छ भित्ता लगाएको यो माटो हिजो आएर भरेको हो यो दुलाहरू काल्ने ठाउँमा चाहिँ यति पानी यहाँबाट लिक भइरहेछ हाम्रो यहाँ तल यस्तो ठुलो पल्ली बिछाउन पायो भने धान सार हाल्न पायो भने बढी मजाको हुन्छ माछा चाल गर्छन् माछाका बच्चा टन्न छ त यहाँ त यो चाहिँ खोलाको छेउमा भएको हुनाले कच्ची कुलो हो अगाडि चाहिँ पक्की कुलो देख्न सक्नुहुन्छ ओइ पानी क्या मजाले बगिरहेछ है अझै त्यहाँ माथितिर त्यति गर्मी लागेको छैन यतातिर फेरि गर्मी हुन्छ यार यार यो किन यो त्यो बजारमा त झन् लास्टै गर्मी फेरि माथितिर गएपछि फेरि गर्मी त्यति धेरै गर्मी हुन्न फेरि माथि सीमा भन्ने गाउँमा बिहान पख त यहाँ ओर्ने ओरेर सुत्नुपर्छ यहाँ त न मछुले टोक्ला भन्ने डर न गर्मी होला भन्ने डर न लाइन जाला के भन्छ लाइनको जाला पङ्खा बन्द होला भन्ने डर होइन यहाँ त आनन्द छ के ल मोबाइल चलाउ न के गर पिसमा बस्नु पानीमा क्या शोभा देखिन्छ यार आम्मा
अलि माथि माथि चाहिँ अनि अलि पानीको समस्या छ अनि के भन्छ लाइनको समस्या छ नत्र यो तराईमा अलि त्यो तल माथिभन्दा अलि तल चाहिँ केही छैन न पानीको समस्या न त्यो बिजुलीको समस्या मैले माथि मोबाइलले चार्ज नै हाल्न पाएन यहीँ तल आएर चार्ज हालेँ कपडा पनि यहीँ आएर धोएँ ठुलै छ त्यस्तोमा लुगा होला नि माछा त के उल्टा माछाको बच्चाहरू त टन्न छ ढुङ्गा बोक्नलाई ट्र्याक्टरको व्यवस्था यो पक्की बोल यो सरकारले बनायो कि आफै सरकारले कहाँ दिन्छ हजुर यहाँबाट पानी धेरै गएको चाल्न पाउँदैन झिलमिला पनि ठुलै कुलो थियो नि त्यहाँ झिलमिला कुलो के नहर हो यार नहर हो पानी सानो सानो त्यही पौडी खेलिदिन्थ्यो यार पुला छेउ थियो सलक्क माथिबाट बगिआयो पुल मुनि छिर्यो पहिला होइन तर आजभोलि नुहाउँदैन यार पहिला जस्तरी पहिला भने पहिल्यै हो कि जिउ यार म एकपल्ट नहरमा डुबाएर यार डुबे है त्यहाँ त्यही पुल नै अलि छेउछेउतिर अलि उ थियो गहिरो थिएन पानीले तानिङमा बिचमा लैगयो वास्स भित्र गयो त्यहाँनिर गहिरो ठाउँमा पछि आफै बगाइ लगिन अलि यो अग्लो ठाउँमा फाल्यो त्यही घुमाउने भए त झन् डुब्थ्यो होला म दुईचोटि डुबेँ ठाउँमा यो हेर्न कुलो कति स्पिडमा गइरहेको छ एकपल्ट बाख्रा चलाउनु गएको थिएँ त्यही जेठी नाला भन्ने खोलामा डुबेँ पछि फेरि केटाहरू थिए कि केटाहरूले फेरि हातमा तानिहाले अनि एकपल्ट त्यही नहरमै डुबेँ म पनि दुईचोटि त डुबिया हौ पछि बल्छुमा सिकिहाल्यो अनि त्यो डुबिहाल्यो मलाई पनि आज त्यति राम्रोसँग खेल्न आएन म त राम्रोसँग खेल्छु यार म त त्यो खोला हाम्रो नि चौधरी त्यो पुरै फुल आए पनि वारपार गरिदिन्छु हुन्छ पहिला हामी बेत खान गयो लिउन टिप्न गयो जान्थ्यौँ जङ्गलबारी आजभोलि इच्छा पनि लाग्ने रहेछ यहाँ खाना पनि हुने रहेछ रहरहरू इच्छाहरू आजभोलि गएपछि जति ठुलो हुँदै गयो त्यति इच्छाहरू मर्दै गयो पहिला बाँदर चार्नेमा झिलमिला के बेतघारी बाँदर चार्ने गुनाहरू म एकचोटि गुना लखट्यो यार मलाई त्यस्तो यार म आइगयो यार खाना आयो जस्तो यार भाग्यो म त यतातिर त टम्म उयो कुलो बराबर पानी भर्थ्यो नि आधा खोलो यता आयो हामी अझ पनि यो पानीले पुग्दैन पानीको लास्ट स्टेसन भने यहाँ हो यहाँबाट पानी गएर सडलक त्यो पर गयो त्यहाँदेखि मिल चलाउने अनि यहाँनिर कस्तो स्पिड छ झन् यहाँनिर त हामीलाई घरनिर पुग्नलाई अब आँपको रुखमा केही आँप फल्यो त्यस्तो बाटो छ यो बाटो जानु सजिलो हो
त्यहाँ पर माइजू कपडा धुन लाग्नु भयो आउँछ थाली राख्ने ब्याङ्क धुलो सुलो लागिरहन्छ कि भनिन खाङ्ला पर्छन् भनिन खानु कक्रोच साङ लागेर यो मान्छे आजभोलि यति व्यवहारिक भए कि यति व्यवहारिक भए झिलमिला भइदिए लोफर पाराले हिँड्ने मान्छे यहाँ आइकन कान्छी बुहारी भने सबै गर्नुपर्छ यार नगरौँ भन्दा पनि यार के गर्ने गाह्रो छ यार लाइफ यहाँ त मजबुरीले पनि गराउँछ क्या खाना पकाउने खाना हाल्ने भाँडा धुने सबै काम पर्छ झिलमिला खाया थाल नमाज्ने मान्छे यहाँ हेर यस्तो गरेर हो डुल्नु त धेरै डुल्यौँ हामी अब चाहिँ यहाँ भात खान लाग्यौँ दुई भाइ आज दिनभरि यसको मिलमा चाहिँ फुर्सदै छैन प्याक आज अझै पेल्नेवाला आउला मान्छे आउन त सुरु भइसक्यो पिस्ने मान्छे माइजूले पिस्न लाग्नु भयो हामीले यहाँ खाना लाग्यौँ म ऊ त्यो उताको खान्छु थोरै खाना दबाएर खानुपर्छ आज पिसाउने मात्रै आयो उहाँ पनि भिरै छ म चाहिँ अहिले दाइलाई खाना छोडेर नै आइसकेँ यहाँ पुरा ठुलोको काम छ भाँडा हाल्ने दाइ होइन पानी
यहाँ माथि आएको पानी भएको ठाउँमा यहाँ चाहिँ त्यो पातहरू बुझो लाएर तलतिर पानीलाई असर गरिदिन्छ कि त्यसको फोर्स नै कम गरिदिन्छ। त्यही भएर यो पातहरू निकाल्नुपर्छ बेला बेला, नत्र भने मस्तो चल्छ है पानीबाट दिन्छ। यहाँ भित्रै आइगयो। म चाहिँ अहिले सीमादेखि तलतिर झर्न लाग्यो, किनकि अब मेरो बिचमा 4 दिन लगातार ग्याप छ। 4 दिन यहाँ माथि बस्दै, अब तल चाहिँ मामाको घर छ, त्यही मामा घर जान लाग्यो। अलिक धेरै लामो भिडियो नि बनाउँदिनँ होला, यो भिडियो म अब यतैतिर अन्त्य गरिदिन्छु। यो भिडियो ओके, बाई बाई। Bye bye guys, see you again next video. यहाँदेखि सीमादेखि चाहिँ तलतिर झर्न चाहिँ सजिलो छ, माथि तलदेखि चाहिँ माथि आउन निकै गाह्रो, यस्तो ठाडो बिरालो छ। त्यसै माथि आगो लगाएर उतार अघि आज यहाँ पानी परेछ, पानी परेर अलि चिरो टाइपको भएको छ। कालो निलो आकाश।